पहिलेको कुरा हो। एउटा जंगलमा चालाक स्याल र घमण्डी काग बस्थे। एक दिन कागले कतैबाट स्वादिलो रोटीको टुक्रा चोरेर रुखको हाँगामा बसेर खान लाग्यो। स्यालले त्यो देख्यो र सोच्यो, वाह, कागको मुखमा रोटी, मलाई पनि चाहियो। तर बल प्रयोग गरेर लिन सम्भव थिएन। स्यालले दिमाग चलायो। ऊ रुखमुनि गएर मिठो स्वरमा भन्यो, वाह काग दाई, तपाईँ त जंगलकै सबैभन्दा सुन्दर चरामा पर्नुहुन्छ। तपाईंको आवाज त झन् स्वर्गबाट आएको जस्तो होला। कागलाई धेरै खुसी लाग्यो। ऊ सोच्न थाल्यो, सबैले मेरो प्रशंसा किन नगरेका होलान्। अनि स्याललाई आफ्नो आवाज सुनाउन चाह्यो। कागले ठूलो स्वरमा करायो, काँ काँ। त्यसै बेला रोटी मुखबाट झर्यो। स्यालले तुरुन्तै रोटी टिप्यो र हाँस्दै भन्यो, धन्यवाद काग दाई, तपाईंको आवाजभन्दा तपाईंको घमण्ड धेरै ठूलो रहेछ। स्याल रोटी लिएर भाग्यो र काग लाजले चुपचाप बस्यो। यदि तपाईंलाई यो कथा मन पर्यो भने लाइक, कमेन्ट र सब्स्क्राइब गर्न नबिर्सनुहोला। अनि नोटिफिकेसन बेल दबाएर नयाँ कथा पनि छिट्टै पाउनुहोस्।